प्रदेश राजधानी हरियाली कार्यक्रम 2082 यो राष्ट्रिय वृक्षारोपण दिवस मनाउन गइरहेका छौँ। यो हाम्रो देशभरि नै आज यो वृक्षारोपण गरेर यो दिवस मनाउने क्रममा छौँ र यो राष्ट्रिय कार्यक्रम पनि हो। यसको अवसरमा यहाँ माननीय मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण महानुभावहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। हामीले वर्षेनी यस्ता क्रियाकलापहरू गर्दै आउँछौँ, तर वीरेन्द्रनगरमा मात्रै अलिकति संरक्षण भएको देखिन्छ। यो सन्देश जसरी वीरेन्द्रनगर भ्यालीमा यिनी बिरुवाहरू रोपेका बचेका छन्, त्यस्तै अरू जिल्लाहरूमा पनि बचाउनेतर्फ यो सन्देश दिनुपर्छ। अरू जिल्लामा पनि गरिन्छ वर्षेनी, तर त्यो देखिराखेका छैन। अब चाहिँ यो वीरेन्द्रनगर वन कार्यालय र यो मन्त्रालयले लगाएका बिरुवाहरू बच्नुपर्छ, देखिनुपर्छ भन्नेको निर्देशन पनि सबै जिल्लाहरूमा गर्नुपर्छ। आज यो कार्यक्रममा यहाँ जति उपस्थित हुनुभयो सम्पूर्ण माननीय मुख्यमन्त्रीज्यू लगायत सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु र सबैलाई शुभकामना दिँदै यो कार्यक्रमको शुभारम्भ गरिदिनु हुन माननीय मुख्यमन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु। विभिन्न कार्यालयका साथीहरू, सुरक्षा निकायका प्रमुख प्रतिनिधि साथीहरू, पत्रकार साथीहरू र अन्य स्थानीय सबै साथीहरूलाई वृक्षारोपण दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यस्ता दिवसहरूलाई मनाउने कुराको पनि व्यवहार त परिवर्तन गर्नुपर्ने अवस्था गर्यो भने यस्ता दिवसका सन्दर्भमा गरिएका कार्यक्रमका माध्यमबाट पनि हामीले हाम्रो समाजमा धेरै सुधार गर्न सक्छौँ भन्ने मलाई लाग्छ। तर हाम्रो औपचारिकता पुरा गर्ने, मनाए जस्तो गर्ने, मनाएका भोलिपल्टदेखि आफूले गरेका सबै कुराहरू बिर्सने जुन तरिका छ त्यसलाई हामीले बदल्नु पर्ने हुन्छ। किनकि कुनै न कुनैका नामबाट हामीले परिवर्तन ल्याउनु पर्ने हुन्छ, सुधार ल्याउनु पर्ने एउटा अवस्था रहन्छ भन्ने म राख्न चाहन्छु। अब यो मन्त्रालयले यही ठाउँ रोज्यो, यसका बारेमा थोरै भन्नु मन लाग्यो मलाई। म जनप्रतिनिधि भएर परिस्थितिवश प्रदेश सरकारको प्रमुख भएर म जिम्मेवारी निर्वाह गर्दा म यहाँ आइपुगेँ। यो पुरानै घर हो, क्षेत्रीय निर्देशक पहिला यहाँ बस्ने गर्ने हुन्थ्यो, पछि निरन्तर मुख्यमन्त्रीको निवास बन्यो। आफ्नो घर बस्ने ठाउँ वा डेरा राम्रो बनाउने भन्ने उद्देश्यले यसो चाहेको होइन। कोही पनि कर्णाली प्रदेशमा आउँदा भेट्न पर्ने र आउनुपर्ने ठाउँमध्ये, गणना पर्ने ठाउँमध्ये सबैको बसोबास आफैमा महत्त्वपूर्ण हुन्छ। तर मुख्यमन्त्री निवास चाहिँ एउटा संस्थाको प्रतिनिधिका हिसाबले रहिआएको ठाउँ भए हुनाले यसो हेर्दा यो चाहिँ ग्यारेज जस्तो थियो, वरिपरिका फोहोरहरू फाल्ने जस्तो थियो। त्यसकारणले यसलाई केही गर्दा राम्रो होला भन्ने हिसाबले चाहिँ एउटा कार्यक्रमको आयोजना गरेर यो तहको आकार ग्रहण गरेको एउटा अवस्था छ। सुरुमा त यसको केहीले आलोचना पनि गर्नुभयो, तर अब क्रमशः यसलाई जति राम्रो बनाउन सकियो यसका प्रशंसकहरूको सङ्ख्या बढ्छ होला जस्तो मलाई लाग्छ। यहाँ स्थानीय साथीहरू पनि हुनुहुन्छ, वडाध्यक्ष हुनुहुन्छ, मैले वडाध्यक्षसँग बारम्बार पनि भनिरहेको एउटा अवस्था छ। यो सरकारी भन्ने बुझाइ नबुझिदिनु हुन यही वडावासीहरूलाई अनुरोध गर्न चाहन्छु। यो हाम्रो विश्राम गर्ने थलो हो, किनभने हाम्रा घरका जमिन क्रमशः सकिँदै घर मात्रै छन्। अब यद्यपि इत्राममा अझै ठुल्ठुला प्लटवाला घरवाला पनि देखिरहेको छु, भइरहनु भएको छ। तर यो चाहिँ के हो त भन्दाखेरि चाहिँ विश्राम स्थल हो भने यहाँ अहिले अघि पनि मैले भने यस अवसरमा यहाँ चाहिँ खालि दिदीबहिनीहरूलाई मात्रै होइन, दाजुभाइहरूलाई पनि मेरो अनुरोध राखेर के हो त भन्दाखेरि आफ्नो स्वयंसेवाका आधारबाट यसलाई एउटा राम्रो फुलबारी बनाउन सक्नुभयो भने क्या राम्रो रहेछ भनेर एउटा हेर्न लायक, आउन लायक ठाउँका रूपमा पनि यसलाई विकास गर्न सकिन्छ। यसलाई हामीले खालि सुरुवात गरिदिएको एउटा अवस्था हो। यस सन्दर्भमा यसैलाई नै ठाउँ रोकेर आज जो राष्ट्रिय वृक्षारोपण दिवस मनाउने कुरा गर्नुभयो त्यसका लागि धन्यवाद भन्न चाहन्छु। र यहाँ वनकै साथीहरू हुनुहुन्छ, धेरै जसो हुनु नै पर्यो, तर अब पैसा पनि खर्च हुँदै जाने, वर्ष पनि बित्दै जाने, वन सकिँदै जाने जुन अवस्था छ यसलाई कसरी सुधार गर्ने होला। कर्णालीको कुनै सम्पत्ति आय आर्जन गर्ने हो भने वन क्षेत्र नै हो। हुन त वक्तव्य निकाल्न बेर लाउनुहुन्न, मिलाएर वन सक्ने कुरा चाहिँ सुधार गरौँ, मिलाएर वन सक्ने के
यो कुरा चाहिँ हामीले सुधार गर्नै पर्ने हुन्छ जस्तो लाग्छ। कर्णालीको विकास र निर्माणका निम्ति उद्योग खोल्ने कुरा हो, तर चाँडै खोल्न सकिँदैन। आय आर्जन गर्ने ठाउँ भनेको वन नै हो। सामुदायिक वनलाई त्यसमा लक्षित गर्नु पर्यो, उनीहरूलाई त्यसमा प्रेरित गर्नु पर्यो। सडै गलेका काठहरू नियम अनुसार नै कसरी चाहिँ आम्दानीमा परिणत गर्न सकिन्छ त्यो सोचहरू बनाउनु पर्ने एउटा अवस्था रह्यो। विगतदेखि मैले भनेको थिएँ, बसन्तजी नै अब डिएफओ साहब हुनुहुन्छ, हामी निरन्तर छौँ। जे होस् वृक्षारोपण अलि पूर्व तयारी गरेर नै गरिरहनु भएको छ। अब यो म बस्ने अगाडि भएर अलि धेरै पूर्व तयारी गरे भने त मेरो भन्नु केही छैन। तर म फेरि पनि अनुरोध गर्न चाहन्छु आयोजकलाई, आयोजक खालि वन पर्यटन मन्त्रालय मात्रै बन्दैन, कहिलेकाहीँ आयोजक सामुदायिक वन बन्छन्, कहिलेकाहीँ आयोजक वडा समितिहरू बन्छन्, कहिलेकाहीँ आयोजक अरू सङ्घ संस्थाहरू पनि बन्छन्। जो आयोजक बने पनि वृक्षारोपण पूर्व तयारी गरेर गर्न सक्दा त्यसको संरक्षण हुन्छ, त्यसको सम्वर्धन हुन्छ, त्यसको उपयोग हुँदा चाहिँ के हो त भन्दाखेरि एउटा चाहिँ के भन्दाखेरि सन्तोष गर्न सक्ने एउटा अवस्था रहन्छ। मलाई लाग्छ विगत वर्ष पनि म सुपाकुनामा कार्यक्रममा सामेल भएको थिएँ। आज हेर्दाखेरि पनि त्यो रुखहरू तुलनात्मक रूपले धेरै जोगिएको अवस्था छ, संरक्षण गरेको एउटा अवस्था छ। यस अर्थमा मैले के भन्न खोजेको त भन्दाखेरि वृक्षारोपण रीत निर्वाह गर्नका लागि होइन कि पूर्व तयारी गरेर पनि गर्ने र वृक्षारोपण गरेको पछि रेखदेख र संरक्षण गर्ने कुरा पनि कसरी जोड्ने होला, यी दुईटा कुरा गर्न सकियो भने मलाई लाग्छ यो अभियान मार्फत हाम्रो देशको हरियाली, वन संरक्षण र वन क्षेत्रको बचावट र विस्तार गर्नका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने अनुरोध र आग्रह गर्दै अन्तिममा फेरि पनि यहाँका वडावासी दाजुभाइ दिदीबहिनीहरूलाई मेरो अनुरोध र आग्रह गर्न चाहन्छु, यसलाई तपाईँहरूको नै सक्रिय संलग्नता र सहभागिताबाट यसलाई राम्रो एउटा फुलबारी, सबैको एउटा बगैँचाका रूपमा रूपान्तरित गरेर कुनै न कुनै समय वरिपरिका मान्छेहरू आएर बस्न लायक ठाउँ बनाउने कुरामा तपाईँहरूको पनि ध्यान जानेछ। अझ केही यहाँ बन्छन्, विगत वर्ष चाहिँ सुरु गरे हो, मलाई लाग्छ यो वर्षको पनि वार्षिक बजेट कार्यक्रम अन्तर्गत केही पैसा छुट्याइएको अवस्था छ। यहाँ अलिअलि बस्न मिल्ने चौतारी जस्ता केही चिजहरू सायद उहाँहरूले बनाउने एउटा स्थिति रहन्छ। त्यसपछि हामीले यसलाई त्यो रूपले अगाडि बढाउन सकियो भने एउटा राम्रो होला भन्ने अनुरोध र आग्रह गर्दै यो दिवसका अवसरमा सबैमा शुभकामना दिँदै आजको कार्यक्रममा सबै साथीहरू वृक्षारोपणमा सहभागी हौँ भन्ने अनुरोध र आग्रह गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। अहिले हामीले चाहिँ अब बहुवर्षीय बिरुवा भन्दा अरू चाहिँ नलगाउने चाहिँ योजना अनुसार अहिलेको बिरुवाहरू प्राय हामी बहुवर्षीय नै छौँ। यो त अबको अर्को वर्षदेखि फुल्छ।
चाहिँ असार 14 चाहिँ हामीले राष्ट्रिय वृक्षारोपण दिवसको रूपमा मनाउने गर्दछौँ र अहिले हामीले यो प्रदेश राजधानी हरियाली कार्यक्रम 2082 अन्तर्गत सप्ताहव्यापी चाहिँ वृक्षारोपण अभियान हामीले सुरु गरेका छौँ र सन् 2045 सम्ममा कार्बन उत्सर्जनलाई चाहिँ शून्य चाहिँ गर्ने भन्ने राष्ट्रिय प्रतिबद्धता अनुसार हामीले चाहिँ यो असार 14 देखि साउन 15 सम्म चाहिँ 1 महिने वृक्षारोपण सगरमाथा वृक्षारोपण महाअभियान नेपाल सरकारले निर्णय गरेको छ र यो वर्षदेखि हामीले त्यो महाअभियानमा पनि जुटेका छौँ र हामीले प्रदेश राजधानी हरियाली कार्यक्रम अन्तर्गत यो वीरेन्द्रनगर नगरपालिकामा 2222 वटा सौन्दर्यमूलक धार्मिक बहुवर्षीय र सदाबहार प्रजातिका बिरुवाहरू रोपण गर्ने डिभिजन 1 कार्यालय सुर्खेतको कार्यक्रम रहेको छ। यो मुख्यमन्त्री कार्यालयको दक्षिणपट्टिको यो सीएम पार्कमा पनि हामीले आज करिब 60 वटा चाहिँ विभिन्न कल्की फुल, वीरेन्द्र फुल, गोलमोहर, कपुर, बेल, निम, स्वामी, धुपी लगायतका चाहिँ बहुवर्षीय सदाबहार धार्मिक र सौन्दर्यमूलक प्रजातिको सुरुवात माननीय मुख्यमन्त्रीज्यूबाट शुभारम्भ गरेर यो अभियानलाई चाहिँ आजबाट हामीले सुरु गरेको छौँ।